धोद्रा चाँदरी नगरपालिका 10 स्थित मोहन चौरामा स्थानीय युवाहरूको पहलमा निर्माण गरिएको सार्वजनिक प्रतीक्षालयको आज एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ। प्रतीक्षालय निर्माण अभियानमा डीसी हब फाउन्डेसन, महाकाली खबर, वार्ड नम्बर 10 का वार्ड अध्यक्ष तथा स्थानीय युवाहरूको महत्त्वपूर्ण सहयोग रहेको थियो। कार्यक्रमका क्रममा निर्माण कार्य सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरिएको थियो। स्थानीयको सक्रिय सहभागिता, सामाजिक एकता र सहकार्यबाट निर्माण सम्पन्न भएको प्रतीक्षालयको उद्घाटनसँगै सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको हो। अब यस प्रतीक्षालयबाट दैनिक रूपमा आउजाउ गर्ने यात्रु, विद्यार्थी, ज्येष्ठ नागरिक तथा स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा वार्ड अध्यक्षज्यूलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो। उहाँले आफ्नो व्यक्तिगत तर्फबाट समेत आर्थिक सहयोग प्रदान गरी प्रतीक्षालय निर्माणमा पूर्णता दिन महत्त्वपूर्ण योगदान दिनुभएको थियो। यसअघि पनि सोही स्थानमा स्थानीय युवाहरूको पहलमा मोहन चौरा निर्माण गरिएको थियो। अहिले सोही स्थानमा प्रतीक्षालय थपिएसँगै मोहन चौरा सार्वजनिक पूर्वाधार थप व्यवस्थित र आकर्षक बनेको छ। स्थानीयले यो अभियानलाई सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा लिँदै आगामी दिनमा पनि यस्ता जनहितका कार्यहरू निरन्तर अघि बढाउने विश्वास व्यक्त गरेका छन्। यस वार्ड नम्बर 10 का अध्यक्ष श्री चन्द्रबहादुर सिंहजीलाई उद्घाटन सम्बन्धी केही कुरा राखिदिन र समापन गर्न अनुरोध गर्दछु। धन्यवाद। वास्तविक कुराहरू हाम्रो 10 नम्बर वडामा इतिहासकै नयाँ नयाँ कामहरू भइरहेको छ। यसमा चाहिँ हामी दोधारावासी लगायत र 10 नम्बरवासी सम्पूर्ण जनता र सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण साथीहरूले, युवा साथीहरूलाई, सर्वप्रथम त युवा साथीहरूलाई धन्यवाद दिन चाहन्छु। वास्तविक आज विदेशबाट, स्वदेशबाट आर्थिक सहयोग गरेर एउटा हाम्रो यो चोकमा आउँदाखेरि बिचरा पेसेन्जर आउँदाखेरि बस्ने अवस्था पनि थिएन र आएर ब्याग राख्ने ठाउँ पनि थिएन। तर युवा साथीहरूको सहयोगले, युवा साथीहरूको जमर्कोले आज हामी यो ठाउँमा चाहिँ प्रतीक्षालय बनाएर आजको दिनमा उद्घाटन गर्न हामी सम्पूर्ण साथीहरू सहयोग भयो। आज 2083 4 महिना गतेका दिन डीसी हब फाउन्डेसनको यो स्थलमा एउटा सानो सहयोगले गर्दा, सबैको हातमालोले गर्दा एउटा यो प्रतीक्षालय बनेको छ। धन्यवाद छ हाम्रो भाइहरूलाई। यस्तै गरी आगामी दिनहरूमा पनि धेरै ठाउँमा आवश्यकता पर्ने चिजहरूको सहयोगले गर्दा बन्ने अपेक्षा लिइरहेको छु। म यो 10 नम्बर वडाको वडा सदस्य अहिले हाम्रो यो लास्ट अहिले सुर्खेती टोलको लास्टमा यो प्रतीक्षालय बनेकोमा मैले आफ्नो हृदयदेखि र मेरो वडामा धेरै खुसी, बालबालिकाहरू स्कुलमा धेरै सहयोगलाई पुग्नेछ यसले भनेर मैले पनि आश मानेकी छु। यहाँ उपस्थित सम्पूर्ण मेरा प्यारा प्यारा बालबालिका र यस वडाका अध्यक्षज्यूलाई म र यस वडा सम्पूर्ण वडावासीको तर्फबाट सादर नमस्कार। म आज यो हाम्रो डीसी होम फाउन्डेसनले गरेको उत्कृष्ट कार्यको सबै सहभागी साथीहरूलाई पुनः मेरो नमस्कार। यो डीसी होम फाउन्डेसन भनेको, यसको जग भनेको हाम्रो इन्डियातिर काम गर्ने भाइहरू, विदेशतिर काम गर्ने भाइहरूले एउटा बनाएको सानो सहयोगी हातहरू हुन्। यो संस्थाले उठाएको मुद्दाले यहाँ पुरा हामी सबैले एक अर्काले हातमालो गरेर यो संरचना तयार भयो। अहिले यो संरचना देखेर विभिन्न वडाका व्यक्तिहरूले भने यस्तो हाम्रो वडामा पनि हुनुपर्ने, यो हाम्रो वडाले एउटा पहल गरिदिएको छ। हाम्रो 10 नम्बर वडालाई सबैले धन्यवाद गरिरहेछन् अहिले। र यसले अहिले भर्खरै हाम्रो पटारा खल्लामा एउटा बच्चा बिमारी हुनाले 5000 रुपियाँ त्यहाँ डोनेसन पनि गरेको, हाम्रा यहाँबाट भाइहरू गएर त्यहाँ त्यो भुक्तान गरेको हुन्। आउँदो समयमा हामीहरूले सबैले हातमालो गरेपछि यस्ता संरचनाहरू हाम्रो चौक चौकमा बनाउने उहाँहरूको योजना छ। भविष्यमा हामीहरूले सबै यस्ता योजनाको लागि सहयोग गरिदिनु होला भनेर म अनुरोध गर्दैछु। अहिले केही सामान्य व्यक्तिहरूलाई थाहा भयो, भोलि भविष्यमा ठुलो योजना गरेपछि हामीलाई वडासित उ गरेर सम्झौता गरेर हामीले वडा अध्यक्षको सहमतिमा कुनै ठाउँमा अगर त्यस्तो कार्य छ भने हामीले उहाँसित सहयोग मागेर पनि हामी राम्रो काम गर्न सक्ने